नमस्ते। संसारभरि रहनुभएका नेपाली श्रमिक दाजुभाइ दिदीबहिनीमा म डाक्टर कुशल बिम्बको तर्फबाट हार्दिक नमन। आज म यहाँहरूलाई मुख स्वास्थ्य सम्बन्धी केही जानकारीहरू दिन गइरहेको छु। पहिले हामीले बुझ्न के जरुरी छ भन्दाखेरि मुख स्वास्थ्य कसरी राख्ने है। यसको लागि चाहिँ हामीले पहिला के बुझौँ भन्दाखेरि मुख स्वास्थ्य भन्नाले खालि हामी दाँतलाई मात्रै लिनु भएन। दाँत सँगसँगै रहेका अरू स्ट्रक्चर्सहरू, अरू भागहरू जस्तै जिब्रो, गिजा, गाला, तालु र जिब्रो तलको भागहरू, मुखभित्रका छालाहरूको भागलाई बुझ्नुपर्ने हुन्छ। र हामीले स्वास्थ्य राख्नको लागि, टेक केयर गर्नको लागि यी सबै भागहरूलाई राम्रोसँग सफा र स्वस्थ राख्नुपर्ने हुन्छ। सर्वप्रथम सबैलाई थाहा भएकै कुरा हो कि मुख स्वास्थ्य राख्नको लागि हामीले चाहिँ ब्रस गर्नुपर्छ हैन। ब्रस गर्दाखेरि पनि सकेसम्म हामीले खाना खाइसकेपछि, किनभने ब्रस गर्नुको अर्थ भनेको मुखमा अड्किएका खानाको जुन पार्टिकल्सहरू हुन्छ तिनीहरूलाई सफा गरेर निकाल्ने हो हैन। त्यसले गर्दाखेरि हामीले चाहिँ जहिले पनि खाना खाइसकेपछि दिनको 2 पटक, बिहानको खाना खाएर र राति सुत्नुभन्दा अगाडि हामीले चाहिँ ब्रस गर्न जरुरी छ। यो त भयो एउटा सिम्पल तरिका जुन चाहिँ हामीले दैनिक हिसाबमा चाहिँ हामीले यसलाई चाहिँ ध्यान दिनुपर्ने हुन्छ। अर्को कुरा, दाँतको जुन भागहरू हुन्छ यिनीहरूमा चाहिँ कुनै कालोपन आयो अथवा खैरोपन आयो अथवा चाहिँ कहिलेकाहीँ हाम्रो त्यहाँनिर चाहिँ लेउहरू जस्तो लागेको हुन्छ र सँगसँगै कहिलेकाहीँ सारो कुराहरू पनि टाँसिएर बसेका हुन्छन्। यिनीहरूलाई चाहिँ हामी दन्त लेउ अथवा दन्त पत्थर भनेर भन्छौँ। यिनीहरूले चाहिँ गिजाको रोगको कारणहरू नै यी हुन्। अब गिजाको रोग कसरी पत्ता लगाउने, कसरी थाहा हुन्छ भन्दाखेरि विशेषतः गिजाहरू सुन्निने, गिजाहरूबाट यत्तिकै रगतहरू बग्ने अथवा सामान्य कुराहरू खाँदाखेरि पनि गिजाबाट रगतहरू आउने, सास गनाउने, यी समस्याहरू भनेको चाहिँ गिजा सम्बन्धी रोगका कारणहरू हुन्। अरू रोगहरूमा जिब्रोमा चाहिँ घाउ खटिराहरू आउने, गिजामा चाहिँ पानी फोकाहरू आउने, यो समस्याहरू सँगसँगै गिजा जिब्रोमा चाहिँ हजुरको कालो हुँदै जाने, जिब्रो माथि चाहिँ एक किसिमको पहेँलो लेउहरू, सेतो लेउहरू बस्ने, यी समस्याहरू आउन सक्छन्। सँगसँगै गालाको समस्याहरूमा गालाहरूमा पनि घाउ खटिराहरू आउने, पानी फोका आउने, सेतो दागहरू बस्ने, यी समस्याहरूलाई चाहिँ हामीले ध्यान दिनुपर्ने हुन्छ। अब यी समस्याहरूलाई हामीले ध्यान दिँदा त्यही कारणहरू पनि बुझ्नलाई जरुरी छ। विशेषतः सुर्तीजन्य पदार्थहरू र सुर्तीजन्य सँगसँगै हामीले एकदमै युज गर्ने भनेको चाहिँ गुटखाहरू, सुपारीजन्य पदार्थहरू जुन हुन्छ यिनीहरूलाई सकेसम्म चाहिँ हामीले प्रिभेन्ट गर्नुपर्ने हुन्छ। यिनीहरू चाहिँ खानु भएन। यिनीहरूले गर्दाखेरि चाहिँ सुरुमा चाहिँ मुखमा रातो अथवा सेतो दागहरू बस्छन् र पछि यिनै ठुलो रोग जस्तै क्यान्सरहरूको कारक बन्न सक्छन्। त्यसले गर्दाखेरि जब सेतो अथवा रातो दागहरू, घाउहरू मुखमा 2 हप्ताभन्दा बढी देखिन्छन् तब तुरुन्तै हामीले चाहिँ यसलाई चाहिँ डाक्टरकोमा गएर देखाइहाल्नुपर्छ। र सँगसँगै के छ भन्दाखेरि चाहिँ गुटखा सुपारीजन्य उहरू खाँदाखेरि चाहिँ के हुन्छ भन्दा मुख कम खुल्ने समस्या, जसलाई चाहिँ हामीले चाहिँ ओरल सबम्युकस फाइब्रोसिस भन्छौँ। यसले चाहिँ हाम्रो मुखको जुन छाला छ, नरम छाला छ, यसलाई चाहिँ बाक्लो बनाउँदै जान्छ र बाक्लो बनाउने क्रममा चाहिँ हामीले बिस्तारै मुख कम खुल्ने समस्या आउँछ र यतिसम्म हुन्छ कहिले चाहिँ मुख खुल्दै नखुल्ने समस्यामा पनि हामी पुग्न सक्छौँ। यस्तो समस्या बढ्दै गएको खण्डमा तुरुन्तै हामीले चाहिँ यो बानीहरू चाहिँ बन्द गर्नुपर्ने हुन्छ। अब दाँत किराले खाएको अवस्थामा के गर्ने त? अब हजुरहरू बाहिर देशमा हुनुहुन्छ हैन, बाहिर देशमा चाहिँ हजुरले आफ्नो कामहरू गरिरहनु भएको हुन्छ, दाँतमा किरा लाग्दाखेरि दुख्न सक्छ। सर्वप्रथम चाहिँ हामीले के गर्नु पर्यो भन्दाखेरि टाइमली ब्रसहरू गर्ने, त्यस्तो किरा लागेको ठाउँहरूमा चाहिँ राम्ररी ब्रस गर्ने, जसले गर्दा खानाहरू नअड्कियोस्। यही अड्केको खानाहरूले गर्दाखेरि चाहिँ ब्याक्टेरियाहरू यसमा बढ्दै जान्छन् र झन् किरा लागेको भागहरू बढ्दै जान्छ। त्यसैले गर्दाखेरि सकेसम्म चाहिँ ब्रस चाहिँ राम्रोसित गर्नु पर्यो। दाँतको 5वटा भाग, चपाउने भाग, अगाडि पछाडि र छेउको भागहरूलाई चाहिँ राम्ररी ब्रस गरेर राख्नु पर्यो। इनकेस हजुरहरूलाई चाहिँ एकदमै दुखिरहेको छ, दाँत चाहिँ एकदमै किराले खाएर दुखिरहेको छ भने हामीले
जनमानसमा चाहिँ के छ भन्दाखेरि यो ल्वाङको तेलहरू, अनेक थरीको केमिकलहरू, फिटकिरी पानीहरू यस्तो मुखमा हाल्ने गरेका छौँ। सकेसम्म यिनीहरूलाई चाहिँ प्रिभेन्ट गर्नु होला, किनभने यी केमिकल्सहरूले चाहिँ हाम्रो दाँतलाई मात्र नभएर दाँतको वरिपरि रहेको गिजा र छालाहरूलाई चाहिँ यसले जलाउने काम गर्छ र झन् भयावह स्थिति हुनसक्छ। सिम्पल दाँत दुखेको अवस्थामा नदुख्ने दबाईहरू हुन्छन् होइन, दाँत हालिन्छ एनासेल्सहरू भनेर भन्छौँ, नदुख्ने औषधिहरू खान सक्नुहुन्छ, सिम्पल एन्टिबायोटिकहरू खान सक्नुहुन्छ र सकेसम्म डक्टरकोमा अथवा डेन्टिस्टकोमा गएर त्यो किरा लागेको भागलाई हटाएर त्यसमा चाहिँ फिलिङ गर्न सकिन्छ। अब गिजाको रोगहरूमा जाँदाखेरि चाहिँ के हुन्छ भन्दाखेरि सकेसम्म चाहिँ अघि नै मैले भनिहालेँ त्यो दन्तलेउ र दन्त पत्थरहरूलाई हटाउने प्रयास गर्नुपर्छ, राम्ररी ब्रसहरू गर्ने, प्रपरली ब्रस गर्ने र गिजाहरूबाट रगत आएमा तुरुन्त हजुरहरूले चाहिँ मनतातो नुन पानीले चाहिँ कुला गर्ने, दिनको 7-8 पटक नुन पानीहरूले चाहिँ कुला गर्ने, कुनै पनि अरू केमिकलहरू चाहिँ युज नगर्नु होला, यसले चाहिँ झन् बढी असर गरिरहेको हुन्छ र तुरुन्तै डक्टरहरूकोमा गएर चाहिँ कसरी हुन्छ गिजाको समस्याहरूलाई चाहिँ समाधान गर्न सकिन्छ। मुखमा आएको घाउ खटिराहरूको लागि हामीले चाहिँ तुरुन्तै गर्ने भनेको सबैमा त्यही हो, नुन पानीले कुला गर्ने र सकिन्छ भने डक्टरकोमा गएर मलमहरू पाइन्छ, त्यो मलमहरू लगाएर हजुरले चाहिँ तिनीहरूलाई चाहिँ कम गर्न सक्नुहुन्छ। तर ध्यान दिनुपर्ने कुरा चाहिँ के छ भन्दाखेरि यस्तो रातो र सेतो दागहरू आएको खण्डमा चुरोट, खैनी, रक्सीजन्य पदार्थहरू र गुट्खा को यो सुपारी हुने जुन पदार्थहरू गुट्खाहरू यिनीहरूलाई चाहिँ तुरुन्त बन्द नै गर्नुपर्ने हुन्छ। अथवा हजुरले चाहिँ के छ भन्दाखेरि यिनीहरू खाइसकेपछि पनि सकिन्न भने जुन हामीले चाहिँ मेन चाहिँ के छ भन्दा खाँदाखेरि मुखमा चाहिँ अडाएर राख्ने, जस्तो गुट्खाहरू चाहिँ हामी मुखमा चाहिँ घन्टौँसम्म मुखमा राखिरहेको हुन्छौँ, यस्तो अवस्थामा सकेसम्म चाहिँ छोटो समयको लागि राखेर थुकिदिने र मजाले पानीले कुला गर्ने। यी ध्यान दिनुभयो भने चाहिँ हजुरहरूलाई चाहिँ मुखको रोगहरू चाहिँ तुरुन्तै नलाग्ने हुन्छ। इनकेस अब ठुलो रोगहरू लाग्दै गएमा विशेषतः हामीले देखेको के छौँ भन्दाखेरि मुखको सिस्टहरू, क्यान्सरहरू भएको खण्डमा चाहिँ तुरुन्तै डाक्टरकोमा गएर सल्लाह लिइहाल्नुपर्ने हुन्छ। जस्तै बङ्गाराको सिस्टहरू भएको खण्डमा चाहिँ यो बिस्तारी एउटा चाहिँ सानो स्वरूपमा आउँछ र बिस्तारी यसले हड्डीहरू खियाउँदै लान्छ। यस्तो अवस्था चाहिँ नआओस् भन्नको लागि सुरुमा सानो अवस्थामै हजुरले यसलाई ट्रिट गर्नुभयो भने चाहिँ भयावह अवस्थामा अथवा ठुलो बङ्गारानी काट्नुपर्ने अवस्थामा हामी पुग्दैनौँ। सिमिलरली हजुरको क्यान्सरहरू हुने समस्याहरू हुन सक्छन्। यी अवस्थामा पनि सुरुको अवस्थामा हामीले चाहिँ कुनै पनि मुखमा आएको घाउ खटिराहरू चाहिँ 2 हप्ताभन्दा बढी रहिरहेमा चाहिँ हामीले चाहिँ क्यान्सरको सस्पिसन गर्छौँ। तुरुन्तै गएर बायोप्सी गराएर त्यो क्यान्सर हो कि होइन भन्ने चाहिँ हजुरले पत्ता लगाउन सक्नुहुन्छ। क्यान्सर हो भने पनि सुरुको स्टेजको क्यान्सरहरूमा डराउनु पर्दैन, सामान्य सर्जरीहरू गरेर यसलाई ठिक गर्न सकिन्छ। र सर्वप्रथम मैले अघि पनि भने मुख स्वास्थ्यको लागि चाहिँ हामीले मुखलाई स्वास्थ्य राख्न खानपिनमा पनि एकदमै ध्यान दिनुपर्छ। स्वास्थ्यजन्य खानपिन खानु पर्यो, सकेसम्म चपाउने फलफुलहरू जुन हुन्छ, र फुडहरू, सफ्ट फुडहरू, जुन हाम्रो फास्ट फुडहरू यिनीहरूलाई चाहिँ सकेसम्म कम गर्ने, सकेसम्म फलफुल खाने हैन। फलफुल खाँदाखेरि चाहिँ के हुन्छ भन्दाखेरि हामीले चपाउँदाखेरि फलको रससँगै दाँतहरूको, जिब्रोहरूको र छालाहरूको पनि त्यसले चाहिँ एउटा फ्लसिङ इफेक्ट दिइरहेको हुन्छ, यिनीहरूले चाहिँ सफा गरिदिइरहेको हुन्छ। त्यसै कारण चपाउने कुराहरू खानुभयो भने चाहिँ हाम्रो मुखमा चाहिँ आउने जुन घाउ खटिराहरू छन्, रगत आउने समस्याहरू पनि धेरै कम हुँदै जान्छन्। अब अर्को कुरा के छ भन्दाखेरि चाहिँ हाम्रो शरीरको अरू रोगहरू, जस्तै कोही डायबिटिकहरू हुन सक्नुहुन्छ, कुनै मुटुको रोगहरू सम्बन्धी रोगहरू हुनसक्छ, कुनै औषधिहरू खाइरहनु भएको अवस्था हुन्छ, तिनीहरूको कारणले गर्दाखेरि पनि हाम्रो मुखमा चाहिँ सर्टेन अवस्थाहरू आउन सक्छ। जस्तै डायबिटिक पेसेन्टहरूमा मुखहरू चाहिँ ड्राई हुने, सुक्खा हुने, मुखहरूमा धेरै घाउ खटिराहरू आउने, मुखमा चाहिँ हजुरको कालोपनहरू बस्ने, यस्तो अवस्थाहरू डायबिटिक पेसेन्टहरूमा हुन सक्छ। त्यसै गरी मुटुको समस्या हुने बिरामीहरूमा पनि हामी के भन्छौँ भन्दाखेरि मुख स्वास्थ्य एकदमै इम्पोर्टेन्ट छ है। त्यसै गरी हजुरको के छ भन्दाखेरि यस्तो कुनै पनि हाम्रो जिउमा भएको समस्याहरू जुन छन् त्यसको इफेक्ट चाहिँ हाम्रो मुखहरूमा चाहिँ देखिरहेको हुन्छ र त्यसलाई पनि ध्यान दिएर हाम्रो टोटल हेल्थलाई, जिउको एउटा जुन सिस्टमिक हेल्थ छ त्यसलाई पनि ध्यान दिएर राम्रोसित खानपानमा ध्यान दिने र हजुरहरूले चाहिँ राम्रोसित एक्सर्साइजहरू गर्ने र मुख स्वास्थ्यको लागि विशेषतः ब्रस
राम्रोसित गर्ने, खानपान राम्रो गर्ने र सुर्तीजन्य पदार्थहरू, धुम्रपानहरू, मद्यपानहरू र गुटखाहरू सकेसम्म यी कुराहरूलाई चाहिँ प्रिभेन्ट गर्ने र मुखमा कुनै पनि समस्याहरू आएको खण्डमा तुरुन्त आफ्नो नजिकको डाक्टरहरूकोमा गएर